ल अलराइट गाइज, आज चाहिँ हामी सानो ड्राइभिङ जस्तो खोलाको तिरमा गर्न गइरहेको छौँ। आज घाम चाहिँ डेन्जरै लाग्छ, पानी त नपर्ला तर घाम लाग्यो ठिक छ, पानी पऱ्यो भने चाहिँ प्लान चौपट हुन्छ। त्यही भएर हामी चाहिँ ठक्क अहिले लेक साइड नम्बर 3बाट छोरे पाटन साडीको हरतर्फ लाग्दैछौँ। बाटोमा के हुन्छ म त देखाइहाल्छु। पेट्रोल पर्नुहरू चाहिँ पेट्रोल उतै हाल्छु छोरे पाटनमा, अरू त्यस्तै हो। तर सुनसान छ आज, किन हो के रहेछ आज यस्तो है, डेन्जर सुनसान छ लेक साइड त। ओहो ल कस्तो ठाउँमा रोकिदिएर अगाडिले ल फाइनल्ली हामी चाहिँ छोरे पाटनतर्फ आइपुग्यौँ। टक्कै अलिकति तल झरिएछ कि हामी, यो कटेको क्या हो, थोरै थोरै तल झरेको छ मान्छे। थोरै तल झरेको छ, पेट्रोल हालेर जाऊँ बुढा है। पेट्रोल हाल्नु पऱ्यो। जिरै भयो कि हेर न। ल क्युआर चल्छ। ल फाइनली पेट्रोल पनि हालियो। अब हामी माथिको यो रोडबाट यता हो, यसको अघि रहेछ यहाँनिर छोरे पाटनबाट भित्र हामी साथीको घरतर्फ लाग्दैछौँ। अब यहाँबाट सामान लिएर हामी आफ्नो गन्तव्यतर्फ लाग्दै गर्नु पर्ला। यताबाट हो क्या झुकिरहेको यता पछि आएको त, यहाँबाट भित्र हो। ल इधर साइड लादिने। जाम खालि उहाँ माथि हुनुहुन्छ, उहाँको घर चाहिँ यो सामान हालेर आफ्नो गन्तव्यतिर लाग्दैछौँ। अब एक ठाउँमा मासु किन्ने, चिसो किन्ने, अनि त्यसपछि सिधै जक्सनमा गएर रमाइलो गर्नेछौँ। ओहो ठिक छ, कतै यता पो देखाएको के हो। कहाँनिर हो ठिक छ। अब फेरि हामी अब त्यहाँबाट कोकसोक किन्छौँ, त्यसपछि फेरि जल्दी हाल्नुपर्छ। पुम्दीकोट माथि छ, हामी चाहिँ तलपट्टि चट्ट होइन। कहाँ हो भन्दाखेरि यहाँनिर जस्तो लाग्थ्यो। अच्छा कहाँनिर हो यार, अलिक अगाडि
ए बाबा मार्नु होला कि कसो हो हेर बस फाइनली हामी चाहिँ अब यहाँ सरसामान किनेर लाग्दैछौँ अब आफ्नो गन्तव्यतिर अब साथीहरूले चाहिँ अलिअलि ड्रिङ्क्स गर्नुहुन्छ त्यही भएर अलिअलि उहाँहरूले चाहिँ दारू सारू किन्नुभयो म चाहिँ एउटा पेप्सी हालेँ अब हामी यहाँबाट लेफ्ट लाग्छौँ है बाटो चाहिँ अलिक जामजामै छ हौ यहाँबाट चाहिँ कन्टिन्यू फुटेज लिनुपर्छ यार बाटो अलिक इन्ट्रेस्टिङ छ क्या यहाँबाट ठ्याक्कै हामी 10-15 मिनटमा पुग्छ होला अब यो स्कुटरको एकदम आवाज आउने भएर आएर सर्भिसिङ गरेर लानु पर्ने छ अगाडिको बुस गयो क्या यसको यार बुस फेर्नु छ अनि त्यो खोलाको किनेर हिँड्नुपर्छ हामी खतरा ठाउँमा छ क्या लगभग स्कुटर चाहिँ भइजान्छ यही खोला चाहिँ यही हो होइन मान्छे पनि अलिअलि रहेछ बच्चाहरू बोडिरहेछ ओहो ल दामी अब यहाँ हामी यहाँ चट्ट यहाँ पकाउनेतर्फ लाग्दैछौँ हाम्रो मेन सेफ उहाँ हुनुहुन्छ हामी चाहिँ उहाँको यसो हेल्पसेल्प गरिदिइहाल्छौँ आज के बनाउने सर हामीले आज ककटेल बिरयानी बनाउँदैछौँ हामी चाहिँ सामानहरू सबै आइसकेको छ यस्तो राम्रो ठाउँमा हेर्नु न अब यस्तो है एकछिनमा बसेर हामी पकाउँछौँ जीरा किधर है जीरा तो नहीं ना ये जीरा पाउडर हो गया जीरा तो नहीं बिरयानीको लागि चामल भिजाउने हुनुहुन्छ भिजाउने कार्य हुँदैछ भएको सबै हालिदिउँ कस्तो ड्याममा हालिदिउँ सबै हालिदिउँ डब्बा मात्रै खालिदिउँ
गिलासमा 1 गिलासमा भने 3 गिलास खाइसक्यो यार बस बस बिरयानी कुकिङ एन्ड आफ्टर सट यहाँ गरे चप्पल हिँड्यो झुट बेजत भयो यार हो उता जानु नपर्ने चाहिँ यहीँ हुँदो रहेछ कस्तो खेल भएको सर बिरयानी 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 दारू आलु ल न भातहरू बिरयानी खाइरहेको छु भ्याएर आएर तर सेम छ है दामी बब्बर भएको क्या होटलभन्दा दामी हो थ्याङ्क यू है ए औसेल हो कस्तो रातो है यो त है खान मिल्ने हो यो खान मिल्छ ल खाँदिन ल अहिले कडा हो टेस्ट अलिक कडा हुँदो रहेछ होइन जान्नु ल हिँड्न अगाडि ल अब भाइ हान्नुपर्छ चाहिँ अप्ठ्यारो छ कि गयो के भयो किन ए बाटो त के भन्ने यार है बाबालाई छ यतापट्टि खोला यतापट्टि आयो यो ठाउँलाई पनि छोडियो अब